हेलो आदरणीय दर्शक महानुभावहरू, आज चाहिँ कस्तो हुँदैछ भन्दाखेरि हाम्रो यो कार्यक्रममा है हाम्रो कार्यक्रममा के हुँदैछ भन्दाखेरि आदरणीय दर्शक महानुभावहरू, आज अलिकति चाहिँ झकास खालको कार्यक्रम हुँदैछ। त्यो कार्यक्रममा चाहिँ अलिकति रमाइलो तरिकाको हैन पृथक शैलीमा चाहिँ हामीले कार्यक्रमलाई अगाडि बढाउन गइरहेका छौँ। त्यसमा चाहिँ कार्यक्रम प्रस्तुता पनि मै, जज पनि मै। यो अलिकति तपाईहरुलाई हेर्दाखेरि एकदम अनौठो खालको चाहिँ कार्यक्रम लाग्ला हैन। के छैन, मैले यो कार्यक्रम चाहिँ सुरुवात गरेको छु। गजनी साथ सिंगिङ कम्पिटिसनको पहिलो कम्पिटिसन मित्र को हुनुहुन्छ उहाँलाई स्वागत गर्न चाहन्छु। नमस्ते। नमस्ते सर। नमस्ते। तिम्रो परिचय देऊ, कहाँबाट आयो तिमी? मेरो नाम चाहिँ निशा लिम्बू हो, म चाहिँ केराबारी 5 मोरङबाट आएको। ओके। अनि के छ तिम्रो प्रस्तुति हैन, के कस्तो छ? हामी चाहिँ गान्तर्फमा छौँ अहिले। अब कार्यक्रम त सबैलाई थाहा नै छ है, त्यस कारणले तिम्रो प्रस्तुति के लिएर आएको छौ यहाँनेरि पस्कन सक्छौ? मेरो माया नौ डाँडा पारी, डाँडै पारी मेरो मन, वर्षौं दिन नै बिति गयो, कहिले हुने हो सङ्गम। धन्यवाद सर। ओके। तिम्रो यहाँ हो, तिम्रो भोइस राम्रो छ है, भोइस एकदम राम्रो छ। तिमीले अलिकति क्लास लिएको छैन होइन, हो कि होइन? हो सर। क्लास लिनुपर्ने हुन्छ तिमीले है। अलिकति चाहिँ त्यो गर्दा चाहिँ तिमीले अलि मिलाउनु पर्ने हुन्छ ल है। सर नेक्स्ट राउन्डमा तिमी अझै प्रिपेयर भएर आउनु होला है। हुन्छ सर। जान सक्छौ। पहिलो कम्पिटिसनको बिदाई सँगसँगै हामी कार्यक्रमलाई अझै चाहिँ रमाइलो र रोचक तरिकाले अगाडि बढाउन गइरहेका छौँ। सेकेन्ड कन्टेस्टेन्ट को हुनुहुन्छ उहाँलाई भित्र पठाइदिनको लागि म यहाँबाट अनुरोध गर्दछु। नमस्ते। नमस्ते सर। अलि अगाडि आउन सक्छौ तिमी? कहाँबाट आयो, के छ तिम्रो खबर, अनि नाम के हो त्यो बताऊ। मेरो नाम चाहिँ सुशील लिम्बू हो सर। म चाहिँ पिण्डाहाटतिर बस्छु सर। तिमी पिण्डाहाट चोकबाट आयौ? सर भन तिम्रो प्रस्तुति के छ आज सिङ्गिङ कम्पिटिसन? यो गदोली साथ सिङ्गिङ कम्पिटिसनमा तिमीले पस्किन सक्छौ। तिमी भाइ हो कि बहिनी हो? म भाइ हो सर। ओके, के छैन, तिमी यहाँ मेल फिमेल दुवैको लागि स्टेज ओपन छ है, त्यस कारण गरेर तिम्रो प्रस्तुति दिन सक्छौ भाइ। सर सुनौ तिम्रो प्रस्तुति। सर गीत तिम्रो चोइसमा कुन तिमीलाई आउँछ त्यही गाउन सक्छौ? हुन्छ सर। ओके। अब चाहिँ म गीत गाउन गइरहेको छु। ओके। मेरो माया फुल जस्ती बसिन् उनी नौ डाँडा पारी। भाइ तिमी यो के हो, यो गोठालो गर्दाखेरि गीत गाउँदैन तिमी? त्यस्तो तरिकाले हुन्छ? यो कम्पिटिसनमा आएर यो गीत गाउने तरिकाले हुन्छ? के हो तिमी? अनुशासन डिसिप्लिन भन्ने कुरा छैन छ कि छैन? ए के हो तिमी यो तरिकाले भएन है। यो कार्यक्रमको पनि अलिकति एउटा चाहिँ नि छुट्टै खालको चाहिँ नि होइन, यसको इस्टाब्लिस छ है। यो कार्यक्रममा आइसकेपछि राम्रो गाउनुपर्छ। तिमीले त्यो गर्दाखेरि फुल जस्ती गर्दा एकचोटि गएर फुल जस्ती गौ। तिमीले हात हलाउनु पर्दैन।
फूल जस्ते ओके अब तिमी यहाँबाट जान सक्छौ है सेकेन्ड राउन्डमा चाहिँ तिमी सिलेक्ट हुन सकेनौ सरी फेरि अर्को कम्पिटिसन खुल्दाखेरि 2 वर्ष पछाडि राम्रो तरिकाले सिकेर आउनु होला है जान सक्छौ आदरणीय हाम्रो गीत सङ्गीत प्रेमी गीतलाई माया गर्नुहुने गीतलाई एकदमै हृदयदेखि नै मनन गर्नुहुने सम्पूर्ण सङ्गीत प्रेमी दर्शक महानुभावहरूलाई मुडु कलेजको आन्द्रो फोक्सोबाटै होइन भुँडीबाटै डब्लु कोली मास्टर धारबाटै कुइनाहरू सबैबाटै हार्दिक नमन गर्दै अब हाम्रो लास्ट कन्टेस्टेन्ट छ है सबैजना सङ्गीत प्रेमीहरूलाई यो हाम्रो लास्ट कन्टेस्टेन्टको हाम्रो लास्ट सबै सङ्गीत प्रेमीहरूलाई आजको हाम्रो यो गोधुली साँझ सिङ्गिङ कम्पिटिसनको लास्ट कम्पिटिसनलाई दर्शक माझ हामी देखाउन गइरहेछौँ आज दर्शक हाम्रो सङ्गीत प्रेमी दर्शक महानुभावहरू अब हामी बोलाउन गइरहेछौँ आउन सक्नुहुन्छ हाम्रो लास्ट कन्टेस्टेन्ट मित्र नमस्ते सर नमस्ते अनि के छ तिम्रो कहाँबाट आयो के छ तिम्रो खबर कति छ म चाहिँ ठिकै छु सर म चाहिँ सिन्धुपाल्चोकबाट आएको सर सिन्धुपाल्चोकबाट हजुर अनि नाम के हो तिम्रो मेरो बिनु चौधरी हजुर अरे के कतिको खोर्सानी खान्छौ तिमी खोर्सानी थोरै थोरै अनि त्यसले गर्दाखेरि चाखनाहरू कति के हुन्छ असर हुन्छ हुँदैन त्यति साह्रो चाहिँ म खोर्सानी खाँदिनँ सर ओके के छ गीत सङ्गीतहरू कति सिकाएको छौ कति सङ्गीत कति क्लास कति लिएछौ तिमीले क्लास त लिएको छैन अलिअलि हल्का लिएछौ होइन लिएकै छैन अलिअलि मात्रै अलिअलि लिएछौ हजुर ओके के छैन तिमीले आजको हाम्रो सिङ्गिङ कम्पिटिसन गोधुली साँझको अन्तिम आजको दिनलाई भोलि फेरि हुनेछ हामी निरन्तर दिनेछौँ है आजको दिनलाई तिम्रो अन्तिम प्रस्तुति रहनेछ र भोलि हामी 10 बजी पुनः प्रसारण हुनेछौँ र तिमीले आफ्नो प्रस्तुति राख्न सक्छौ हाम्रो विनोद चौधरीजी हुन्छ सर वारी जमुना बारी जमुना जमुनाको फेदैमा मन कामना थ्याङ्क यू सर यति मात्रै हो मेरो प्रस्तुति अरे तिम्रो यसो मैले झट्टै सुन्दाखेरि तिम्रो आवाज ठिक लाग्यो है हुन्छ सर आवाज ठिक लाग्यो तर तिम्रो क्लास चाहिँ अलिकति 0 जस्तो लाग्यो होइन अब त्यो गाउँदाखेरि चाहिँ तिमीले उठाउनै अलिकति स्केल तिम्रो स्केल चाहिँ एकदमै तलमाथि भइरहेको थियो है अब के छैन तिम्रो अलिकति स्केलहरू बढाएर आऊ हुन्छ सर तिमी नेक्स्ट राउन्डमा जान सक्नुभएको छौ है हुन्छ सर अर्को नेक्स्ट राउन्डको लागि तिमी एकदम राम्रो प्रिपेयर गरेर आउन सक्छौ हुन्छ सर अहिले तिमी जान सक्छौ आनन्द छ महानुभावहरू आज हाम्रो गोधुली साँझ सिङ्गिङ कम्पिटिसनमा अन्तिम क्वेसन पनि हामीले राखिसकेका छौँ भोलि फेरि भेट्ने पाजा गर्दै सम्पूर्ण हाम्रा सङ्गीत प्रेमी सङ्गीतलाई एकदमै माया गर्ने सङ्गीत प्रेमी दर्शक महानुभावहरूलाई मेरो भित्र पाटेघरबाटै होइन पाटेघरबाटै एकदमै नमन 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 गर्दै तपाईँलाई फेरि पनि भोलि पुनः भेट्ने बाचा गर्दै आज चाहिँ तपाईँको त्यो दिनआउने ठुलो आन्द्राबाटै नै हार्दिक नमन गर्दै आजलाई बिदा हुन चाहन्छु आज दर्शक महानुभावहरू फेरि भेट्ने बाचा गर्दै हस् नमस्कार।